नमस्ते सबैजनालाई। आज हामी फ्रिक्सन च्याप्टरको क्वेसन आन्सर डिस्कसन गर्नेछौँ। क्वेसन आन्सर डिस्कसन भन्दा पनि हामी क्वेसन सँगसँगै आन्सर सँगसँगै हामी कन्सेप्ट बुझ्दै जान्छौँ हैन। ठ्याक्कै यही क्वेसन नसोधे नि त्यो कन्सेप्ट जुन हामी पढ्नेछौँ त्योबाट चाहिँ क्वेसनहरू सोल्भ हुन्छन् है। सो हामी फर्स्ट क्वेसनदेखि सुरु गरौँ है त। फर्स्ट क्वेसनमा हाम्रो के भनेको छ भन्दाखेरि फ्रिक्सन फोर्स भने चाहिँ फ्रिक्सनल फोर्स इज कन्जर्भेटिभ नन कन्जर्भेटिभ भनेको चाहिँ अनि अलवेज कन्स्ट्यान्ट हो कि इज अलवेज जिरो भनेको चाहिँ। सो हामी पहिला चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि कन्जर्भेटिभ फोर्स भने के हो भनेको पहिला बुझ्नुपर्छ हैन। सो कन्जर्भेटिभ फोर्सको जम्मा चाहिँ हामी 3टा क्राइटेरिया बुझ्नुपर्छ है। कन्जर्भेटिभ फोर्स हुनलाई पहिला चाहिँ के हुनुपर्यो, पाथ इन्डिपेन्डेन्ट हुनुपर्यो है। जुन वर्क गरिन्छ है त्यो वर्क के हुनुपर्यो, पाथ इन्डिपेन्डेन्ट हुनुपर्यो। नेक्स्ट क्राइटेरिया के हुन्छ, वर्क डन इन सर्कुलर पाथ है। वर्क डन इन क्लोज्ड पाथ है। कति हुन्छ त, क्लोज्ड पाथमा गरिएको कति हुन्छ, 0 हुन्छ है। त्यसैगरी थर्ड एन्ड लास्ट क्राइटेरिया के हुन्छ भन्दाखेरि मेकानिकल इनर्जी। मेकानिकल इनर्जी भन्छ कि त काइनेटिक प्लस स्ट्याटिक इनर्जी है। के हुन्छ त, कन्जर्भ हुन्छ है त। यो 3टा हामी पाले पाले बुझ्नेछौँ। सो फर्स्ट अफ अल हामी बुझौँ पाथ इन्डिपेन्डेन्ट भन्नाले के बुझिन्छ त हैन। सो कुनै पनि फोर्स अथवा वर्क डन बाई द्याट फोर्स अथवा एगेन्स्ट द फोर्स चाहिँ पाथ इन्डिपेन्डेन्ट हुनलाई हामी इक्जाम्पल लिएको बुझ्छौँ है त। लेट्स से इक्जाम्पल हामी ग्राभिटेसनल फोर्स लिउँ है। ग्राभिटेसनल फोर्स है त। लेट्स से हामी यहाँ एउटा टेबल छ अरे है। यहाँ के छ त, एउटा टेबल छ। यो टेबलमाथि हामी एउटा बक्स राखेछौँ राइट। यो बक्सको मास कति छ त, मास m छ है त। यो बक्सको मास कति छ, m छ। र यो बक्सलाई हामी के गरौँ भन्दाखेरि सिधै माथि उचाल्यौँ है। के गरौँ त, ठ्याक्कै सिधै माथि उचाल्यौँ एट द हाइट कति त, एट द हाइट h ओके। अनि यो केसमा हाम्रो वर्क डन एगेन्स्ट ग्राभिटेसनल फोर्स कति हुन्छ त, मास कति छ त, mgh है। यो टेबलमाथि कति हाइट उचाल्यौँ त हामी, हाइट h। सो हाम्रो वर्क डन कति भयो यो केसमा, mgh। त्यसै गरी हामी नेक्स्ट केसमा हेरौँ है। नेक्स्ट केसमा के छ भन्दा हाम्रो सेम टेबल छ है। यो टेबलमाथि के छ त, सेम मास m भएको बक्स छ है। अनि यसलाई हामी के गरौँ भन्दाखेरि हाइट एचसम्म नै उचाल्यौँ। तर योपालि हामी के गरौँ, यसलाई चाहिँ इन्क्लाइन्ड वेमा है। इन्क्लाइन्ड वेमा हामी यसलाई हाइट एचसम्म पुर्यायौँ है त। कति छ यो हाइट चाहिँ, कति छ त, हाइट एच छ है। हाइट एचसम्म हामी पुर्यायौँ भनेपछि यो सेकेन्ड केसमा वर्क डन कति हुन्छ भन्दाखेरि मास कति छ त, m, ग्राभिटी त्यहीँ भइहाल्यो। अनि हाइट कति छ त हामी h। सो हामी यहाँ के हेर्न सक्छौँ भन्दाखेरि पाथ सेकेन्ड र पाथ फर्स्ट दुइटै केसमा के हुन्छ भन्दाखेरि वर्क डन के छ त, इक्वल छ हैन। दुइटै केसमा के छ त, वर्क डन इक्वल छ भनेपछि हामी के बुझ्यौँ भन्दाखेरि जुन हाम्रो यो ग्राभिटेसनल फोर्स छ, यस ग्राभिटेसनल फोर्सको विरुद्धमा एगेन्स्ट गरिने वर्क अथवा ग्राभिटेसनलले हुने वर्क के हुन्छ त, हाम्रो चाहिँ पाथ इन्डिपेन्डेन्ट हुन्छ है। के हुन्छ त, पाथ इन्डिपेन्डेन्ट हुन्छ। पाथ जस्तै हामी यो इन्क्लाइन्ड वेमा लग्यौँ है त, यसलाई हामी मानौँ जिगज्याग प्याटर्न मान्थ्यो है। यसरी जिगज्याग प्याटर्नमा यदि हामी हाइट एचसम्म पुगेको थियौँ भने पनि के हुन्थ्यो त, वर्क डन के हुन्थ्यो, mgs नै हुन्थ्यो। यानि कि वर्क डन एगेन्स्ट ग्राभिटेसनल फोर्स इज नट डिपेन्डेन्ट अन पाथ। पाथमा डिपेन्ड हुँदैन। सो हामी ग्राभिटेसनल फोर्सलाई के भन्न सक्छौँ, ग्राभिटेसनल फोर्सलाई हामी के भन्न सक्छौँ त, इट्स अ कन्जर्भेटिभ फोर्स भन्न सक्छौँ है। त्यसै गरी हामी अर्को इक्जाम्पल लिन्छौँ। हेरौँ है, फ्रिक्सनल फोर्सको एउटा इक्जाम्पल लिउँ है त।
इन केस अफ फ्रिक्सनल फोर्स हेरौँ है। फ्रिक्सनल फोर्सको केसमा हेरौँ, माने यहाँ एउटा मासियम भएको टिसियम बक्स छ है। यो मासियम भएको बक्सलाई हामी सर्टेन फोर्स एप्लाई गरेर पोइन्ट बीसम्म, पोइन्ट एदेखि हामी पोइन्ट बीसम्म ल्यायौँ है त होइन। सो यो अवस्थामा मानव वर्क डन हामीले गरेको WI छ फर्स्ट केसको भनेपछि। त्यसै गरी यदि सेकेन्ड केसमा हाम्रो सेम ब्लक छ, सेम मास छ, मास एम भएको, अनि यसलाई हामी पोइन्ट बीसम्म लग्यौँ है त। सेम डिस्टेन्समा गएको AB पोइन्टमा लग्यौँ। तपाईँ हामी योपालि के गरौँ, पाथ चेन्ज गरौँ है। हामी यसरी माथि तल हुँदै जिगज्याग प्याटर्नमा हामी पोइन्ट बीसम्म आयौँ भने यो अवस्थामा वर्क डन मानौँ W, सेकेन्ड केसको वर्क डन W छ भने यस केसमा के हुन्छ भन्दाखेरि वर्क डन इन सेकेन्ड केस विल बी ग्रेटर देन वर्क डन देन फर्स्ट केस। फर्स्ट केस भन्दा सेकेन्ड केसको वर्क डन के हुन्छ त, यो केसमा के हुन्छ, हामीले बढी वर्क गर्नुपर्छ। किन भन्दाखेरि किनकि जुन हाम्रो यो जिगज्याग प्याटर्नमा जाँदा डिस्टेन्स बढ्दै जाँदा पाथ चेन्ज हुँदा के हुन्छ, यसमा चाहिँ के हुन्छ, हामी जुन वर्क गरिन्छ त्यो चाहिँ के को फर्ममा लस हुन्छ त, हिट इनर्जीको फर्ममा लस हुन्छ है। के को फर्ममा लस हुन्छ त, हिट इनर्जीको फर्ममा लस भयो भनेपछि हामी जति धेरै डिस्टेन्स पार गऱ्यौँ त्यति बढी हिट इनर्जी लस हुने हो भनेपछि वर्क डन हामीले बढी हुन्छ सेकेन्ड केसमा। सो हामी के बुझ्यो भन्दा यो फ्रिक्सनल फोर्स हुन्छ, फ्रिक्सनल फोर्सको जुन वर्क डन छ त्यो चाहिँ के छ भन्दाखेरि पाथमा डिपेन्ड गर्दो रहेछ होइन। सेम डिस्टेन्स भयो भने, सेम डिस्टेन्स भयो भने होइन, हामीले के गर्यौँ भन्दा पाथ चेन्ज गर्दा हाम्रो के भयो त, वर्क डन बढी भयो होइन। सो हामी के बुझ्न सक्छौँ भन्दा फ्रिक्सनल फोर्स इज के त हाम्रो, यो चाहिँ हाम्रो के त पाथ डिपेन्डेन्ट है। यो चाहिँ के हो त, पाथ डिपेन्डेन्ट भयो। अनि पाथ डिपेन्डेन्ट हुँदा यो चाहिँ हामी के भन्न मिल्छ, नन कन्जर्भेटिभ फोर्स के हो त, नन कन्जर्भेटिभ है त। अनि त्यसै गरी सेकेन्ड पोइन्ट के छ भन्दा वर्क डन इन क्लोज्ड पाथ छ है। सो हामी यहीँ के बुझ्न सक्छौँ भन्दाखेरि यहाँ चाहिँ के हुँदैछ त, इनर्जी लस हुँदैछ फ्रिक्सनल फोर्समा। यदि इनर्जी लस हुन्छ भने अफकोर्स के हुन्छ त, मेकानिकल इनर्जी चाहिँ कन्जर्भ हुँदैन। के हुँदैन कि मेकानिकल इनर्जी कन्जर्भ हुँदैन, किनभने इनर्जी के हुँदैछ, लस्ट हुँदैछ। सो हामी थर्ड पोइन्टको हेर्यौँ त के भनेछ भन्दा मेकानिकल वा काइनेटिक प्लस स्ट्याटिक इनर्जी भनेपछि के हुन्छ, कन्जर्भ हुनु पर्यो भनेपछि फ्रिक्सनल फोर्समा हुन्छ त, हुँदैन। किन भन्दा इनर्जी लस हुँदैछ हिट इनर्जीको फर्ममा होइन। भनेपछि ग्राभिटेसनल फोर्समा के हुन्छ त, इनर्जी लस हुँदैन। सो मेकानिकल इनर्जी के हुन्छ त, कन्जर्भ हुन्छ। त्यसै वर्क डन इन क्लोज्ड पाथ, इन केसमा हामी ग्राभिटेसनल फोर्सको केसमा गरिएको वर्क डन हेर्ने हो भने चाहिँ एउटा क्लोज्ड पाथमा है। माने यो एउटा क्लोज्ड पाथ हो ओके, अनि यो एउटा चाहिँ मासियम होइन भएको ब्लक हो। यसलाई हामी यो सर्कुलर पाथमा मुभ गराउँदै फेरि एगेन त्यही पोइन्टमा लग्यो भने वर्क डन कति हुन्छ भन्दाखेरि 0 हुन्छ। किन भन्दाखेरि इनिसियल पोटेन्सियल कति थियो भन्दा mgs थियो भने फाइनल पोटेन्सियल पनि के हुन्छ त, mgs नै हुन्छ होइन। भनेपछि के हुन्छ, हाम्रो नेट वर्क डन 0 हुन्छ। सो यहाँ के भनेछ भन्दा वर्क डन इन क्लोज्ड पाथ के हुन्छ, 0। सो अनि यो ग्राभिटेसनल फोर्स के हो त, कन्जर्भेटिभ फोर्स भयो होइन। त्यसै गरी इन केस अफ फ्रिक्सनल फोर्समा लाग्यो भने फ्रिक्सनल फोर्स हेऱ्यो भने जति पनि हाम्रो वर्क डन हुन्छ त्यो के को फर्ममा लस हुन्छ त, हिट इनर्जीको फर्ममा होइन। अनि हिट इनर्जीको फर्ममा लस हुँदै गर्दा हाम्रो वर्क डन क्लोज्ड पाथमा के हुन्छ, 0 हुन्छ त, हुँदैन। सो हाम्रो फ्रिक्सनल फोर्सलाई हामी के भन्न मिलेर नन कन्जर्भेटिभ फोर्स। सो यदि कन्सेप्ट बुझ्दै जाँदा पनि हामीले चाहिँ इक्जाममा चाहिएको भने के हुन्छ त, एन्सर चाहिएको हुन्छ होइन। त्यति बेला चाहिँ यो पाथ डिपेन्डेन्ट छ कि छैन, क्लोज पाथमा वर्क डन 0 हुन्छ कि हुँदैन सोच्नुभन्दा पनि हामी चाहिँ +2मा 11 पारामा पढ्ने चाहिँ फोर्सहरूमध्ये नन कन्जर्भेटिभ फोर्स भनेपछि चाहिँ म दुइटै याद राख्नुहुन्छ है त। एउटा चाहिँ हाम्रो फ्रिक्सनल फोर्स, अर्को भने चाहिँ हाम्रो के हुन्छ त, विस्कस फोर्स है त। यो दुइटै याद राखौँ, इन्क्लुडिङ एयर रेसिस्टेन्स। सो फ्रिक्सनल फोर्स र विस्कस फोर्स इन्क्लुडिङ एयर रेसिस्टेन्स हामी यो नन कन्जर्भेटिभ हो भनेर याद राखौँ है त। सो लेट्स मुभ टु सेकेन्ड क्वेसनमा जाउँ है त। ओके, सेकेन्ड क्वेसनमा के भनेछ भन्दाखेरि सेकेन्ड क्वेसनमा विच अफ द फ्लाइङ इज म्याक्सिमम है।
एमङ द स्ट्याटिक लिमिटिङ काइनेटिक एन्ड रोलिङ फ्रिक्सनमा चाहिँ म्याक्सिमम कुन छ भनेको सोधा चाहिँ सो पहिलेको के बुझौँ भन्दा डिफ्रेन्ट फ्रिक्सनमध्ये जुन हाम्रो रोलिङ फ्रिक्सन हुन्छ रोलिङ फ्रिक्सन के हुन्छ त मिनिमम हुन्छ है त रोलिङ फ्रिक्सन के हुन्छ त मिनिमम हुन्छ अब हामी स्ट्याटिक फ्रिक्सन काइनेटिक र लिमिटिङमा आयौँ कुन चाहिँ बढी हुँदो रहेछ है त सो हेरौँ है मानौँ यहाँ चाहिँ एउटा ब्लक छ अरे है यहाँ एउटा ब्लक छ यो ब्लकको मास एम छ है यो ब्लकलाई मैले पोइन्ट एदेखि यो पोइन्ट बीसम्म लानु छ अरे ठिक मैले चाहिँ सुरुमा 1 न्युटन फोर्स लगाएँ 1 न्युटन फोर्स लाउँदा यो हल्लिएन 2 न्युटन फोर्स लगाएँ 2 न्युटन फोर्स लाउँदासम्म के भयो त यो ब्लक चाहिँ हल्लिएन भनेपछि मैले ठ्याक्कै अब फोर्स बढाउँदै जाँदा के भयो त 3 न्युटन फोर्स लगाएँ यो 3 न्युटन फोर्स लाउँदा के भयो भन्दाखेरि यो ब्लक जस्ट मुभ हुन थाल्यो है जस्ट के भन्दा मुभ हुन थाल्यो भनेपछि अब के बुझ्नुपर्छ भन्दाखेरि जुन 1 न्युटन फोर्स लगाएको थियौँ हामी सुरुमा त्यसपछि हामी 2 न्युटन फोर्स लगायौँ त्यसपछि हामी 3 न्युटन फोर्स लगायौँ 2 न्युटन फोर्स लाउँदासम्म यो मास चाहिँ हल्लिएन तर 3 न्युटन फोर्स लाउने बित्तिकै के हो भन्दा जस्ट स्टार्टेड टु मुभ भनेपछि के हो भन्दा 3 न्युटन फोर्ससम्म यो फोर्सलाई हामी के भन्न मिल्छ भन्दा स्ट्याटिक फ्रिक्सन भन्न मिल्छ स्ट्याटिक फ्रिक्सनल फोर्स हैन तर यो स्ट्याटिक फ्रिक्सनल फोर्स मध्ये पनि हाम्रो जुन यो म्याक्सिमम लिमिट थियो जुन फोर्सबाट जस्ट मुभ हुन थाल्यो त्यसलाई हामी के भन्छौँ भन्दाखेरि लिमिटिङ फ्रिक्सन भन्छौँ के भन्छ त लिमिटिङ फ्रिक्सन भन्छौँ हैन भन्छ हामी के भन्नु भएको छ भन्दाखेरि स्ट्याटिक फ्रिक्सनको म्याक्सिमम लिमिट नै के हो त लिमिटिङ फ्रिक्सन हैन स्ट्याटिक फ्रिक्सनको म्याक्सिमम लिमिट के हो त लिमिटिङ फ्रिक्सन अनि त्यसपछि मुभ हुन थालेपछि अब हाम्रो 3 न्युटनभन्दा हल्का कम फोर्स लाग्छ लेट से 2.8 न्युटन फोर्स होला हैन त्यो फोर्सले मुभ गर्छ भनेपछि हामी के बुझ्नुपर्छ भन्दाखेरि अर्को ग्राफ नै एउटा हामी एउटा ग्राफमा बुझौँ है त मानौँ मैले फोर्स लगाएँ फोर्स बढाउँदै जाँदा मुभ भएन अब ठ्याक्कै मुभ हुन थाल्यो भनेपछि यो जुन पार्ट छ यो पार्टलाई हामी के भन्छ त स्ट्याटिक फ्रिक्सन भन्छौँ यताकोलाई हामी के भन्छ त काइनेटिक अनि जुन स्ट्याटिकको जुन यो म्याक्सिमम पार्ट छ यसलाई हामी के भन्छ त लिमिटिङ भन्छौँ है त भनेपछि हामी के बुझ्यौँ भन्दाखेरि स्ट्याटिक चाहिँ म्याक्सिमम लिमिटलाई हामी लिमिटिङ फ्रिक्सन भन्दा रहेछौँ र यो लिमिटिङ फ्रिक्सन भन्दा काइनेटिक के हुन्छ त हल्का कम हुन्छ भनेपछि हामी के बुझ्यौँ भन्दाखेरि सबभन्दा मिनिमम के हो त रोलिङ फ्रिक्सन भनेपछि स्ट्याटिक फ्रिक्सनको लिमिटिङ फ्रिक्सन भने म्याक्सिमम के त लिमिटिङ फ्रिक्सन सो हामी भन्न सक्छौँ स्ट्याटिक फ्रिक्सनको लिमिटिङ फ्रिक्सन के हो त म्याक्सिमम त्यसपछि हाम्रो काइनेटिक त्यसपछि हाम्रो रोलिङ है त सो अब नेक्स्ट क्वेसन के भनेको छ 3 नम्बरमा चाहिँ विच अफ द फ्लाइङ इज सेल्फ एडजस्टिङ फोर्स भन्ने चाहिँ सेल्फ एडजस्टिङ भनेको हामी आफैले एडजस्ट गर्न सक्ने यहाँ हेरौँ न यदि हामी यो बक्समा कति 1 न्युटन फोर्स लाउँदै थियौँ है 1 न्युटन फोर्स लाउँदै थियौँ 1 न्युटन फोर्स लाउँदाखेरि स्ट्याटिक फ्रिक्सन फोर्स के कति थियो भन्दा 1 न्युटन नै थियो हैन 2 न्युटन फोर्स लाउँदा स्ट्याटिक फ्रिक्सन कति थियो 2 न्युटन नै थियो हैन भन्नाले यो सेल्फ एडजस्टिङ फोर्स भन्छ के भन्दाखेरि हामीले स्ट्याटिक फ्रिक्सनलाई हामी यदि सेल्फ एडजस्ट गर्न सक्यो भने यदि मानौँ 1 न्युटन लाउँदैछ भने कति हुन्छ स्ट्याटिक फ्रिक्सन 1 न्युटन हुन्छ 2 न्युटन फोर्स लाउँदा के हुन्छ त स्ट्याटिक फ्रिक्सन 2 न्युटन हुन्छ यानि कि हामीले स्ट्याटिक फ्रिक्सनलाई आफैले एडजस्ट गर्न मिलिरहेको यदि फोर्स नै लगाएन भने स्ट्याटिक फ्रिक्सन कति हुन्छ 0 हुन्छ हैन सो हामी के बुझ्नु भने सेल्फ एडजस्टिङ फोर्स भन्छ के हुन्छ त स्ट्याटिक फ्रिक्सन तर चाहिँ के लिमिटिङ फ्रिक्सनलाई हामी एडजस्ट गर्न मिल्छ त मिल्दैन किन भन्दाखेरि यो मानौँ 3 न्युटनमा मुभ हुन थालेछ भने 4 न्युटन लाउँदा मुभ हुन्छ
5 न्युटन लगाउँदा मुभ हुन्छ हैन। तर त्यो चाहिँ कहाँ जान्छ त हाम्रो काइनेटिक फ्रिक्सनमा जान्छ। तर हाम्रो स्ट्याटिक फ्रिक्सनको म्याक्सिमम लिमिट जहिले पनि के हुन्छ त कन्स्ट्यान्ट हुन्छ। यानि कि लिमिटिङ फ्रिक्सन चाहिँ कन्स्ट्यान्ट हुन्छ, काइनेटिक फ्रिक्सन के हुन्छ त कन्स्ट्यान्ट हुन्छ, रोलिङ फ्रिक्सन कन्स्ट्यान्ट हुन्छ। तर हाम्रो स्ट्याटिक फ्रिक्सन हुन्छ, स्ट्याटिक फ्रिक्सनलाई हामी के गर्न सक्छौँ आफैले एडजस्ट गर्न सकिन्छ। जति फोर्स लाग्यो त्यति फोर्स इक्वल नै के हुन्छ त हाम्रो स्ट्याटिक फ्रिक्सन हुन्छ। सो हामी के भन्न सक्छौँ सेल्फ एडजस्टिङ फोर्स भनेपछि स्ट्याटिक फ्रिक्सन, म्याक्सिमम फ्रिक्सन केसमा हुन्छ लिमिटिङ फ्रिक्सन। लिमिटिङ फ्रिक्सन यो केसमा के भयो त यो चाहिँ म्याक्सिमम हुन्छ, तर चाहिँ के हुन्छ त कन्स्ट्यान्ट हुन्छ। तर स्ट्याटिक फ्रिक्सन के हुन्छ त सेल्फ एडजस्टिङ हुन्छ है त। सो अब नेक्स्ट क्वेसन आउँछ लिमिटिङ फ्रिक्सन बिट्विन टु बडिज इन कन्ट्याक्ट इज इन्डिपेन्डेन्ट अफ भनेछ है। लिमिटिङ फ्रिक्सन जुन छ दुईवटा बडीको कन्ट्याक्ट बडी जुन कन्ट्याक्टमा हुन्छ तिनीहरूको बिचको लिमिटिङ फ्रिक्सन केमा डिपेन्ड हुँदैन भने चाहिँ के भनेछ इन्डिपेन्डेन्ट भनेछ नि यहाँ देखौँ है। सो हेरौँ है यहाँ एउटा टेबल छ, यो टेबलमा एउटा बल राखेको छ अथवा हामी बक्स नै भनौँ है, एउटा चाहिँ बक्स राखेको छ भनेपछि यो दुईवटा बिचको जुन फ्रिक्सनल फोर्स हुन्छ त्यो के हुन्छ त भन्दाखेरि म्यू इन्टु नर्मल रिएक्सन हैन। यो जुन नर्मल रिएक्सन छ नर्मल रिएक्सन केमा डिपेन्ड हुन्छ नेचर अफ द सर्फेस है। सर्फेसको नेचरमा के डिपेन्ड हुन्छ त कोएफिसिएन्ट अफ फ्रिक्सन भनेपछि नेचर अफ सर्फेस हुन्छ यो चाहिँ के हो त डिपेन्डेन्ट भयो हैन। त्यसो हो कि नर्मल रिएक्सनमा पनि के छ त फ्रिक्सनल फोर्स हाम्रो डिपेन्डेन्ट छ। नर्मल रिएक्सन बढ्दै गयो भने फ्रिक्सनल फोर्स पनि बढ्छ हैन। सो हाम्रो आन्सर के हो त एरिया अफ सर्फेस इन कन्ट्याक्ट, एरियामा डिपेन्ड हुँदैन है त। अर्को भन्छ एउटा एरिया भनेछ यदि यहाँ साइज दिएको भए के हुन्थ्यो है साइज अफ द अब्जेक्ट इन कन्ट्याक्ट है त। यदि साइज दिएछ भने साइज दिएको कन्डिसनमा हामी के चुज गर्नुपर्छ भन्दा साइज चुज गर्नुपर्छ है। साइज एरिया दुइटैमा इन्डिपेन्डेन्ट हुन्छ, तर साइजको एरिया दुईवटा अप्सनमा छ भने हामी चाहिँ साइज राख्नुपर्छ है त, साइज प्रायोरिटाइज गर्नुपर्छ। ओके सो लेट्स मुभ टु नेक्स्ट क्वेसन। क्वेसन नम्बर 5 है। यहाँ के भनेछ भन्दा अ ब्लक अफ 10 kg इज प्लेस्ड अन अ टेबल। एउटा टेबल छ है, यो टेबलमा एउटा ब्लक 10 kg को ब्लक राखेको छ है। द कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन कति देखा 0.6 अनि कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन कति देखा 0.4 भनेपछि अब के भनेछ भन्दा एक्सटर्नल फोर्स अफ 100 न्युटन लाहा है। एक्सटर्नल फोर्स अफ 100 न्युटन युज गर्दा द फ्रिक्सनल फोर्स एक्टिङ अन द ब्लक कति हुन्छ भने फ्रिक्सनल फोर्स जहिले पनि के हुन्छ त एप्लाइड फोर्सको अपोजिट हुन्छ। सो हाम्रो यो फ्रिक्सनल फोर्स इक्वल टु वाट भन्दैछ, फ्रिक्सनल फोर्स कति हुन्छ भनेको सोध्दैछ। सो हामी यहाँ चाहिँ फ्रिक्सनल फोर्स भने के हुन्छ त कोएफिसिएन्ट अफ फ्रिक्सन इन्टु नर्मल रिएक्सन हैन। अब कोएफिसिएन्ट अफ फ्रिक्सन हामीले दुईवटा दिएको छ स्ट्याटिक र काइनेटिक भनेपछि अब कुन लाउने भन्नेको कसरी डिपेन्ड हुन्छ भन्दा यो मास मुभ गर्दैछ या छैन भन्ने कुरा पनि डिपेन्ड हुन्छ है। यदि मुभ गर्दैछ भने काइनेटिक लाउने, यदि स्ट्याटिक छ भने स्ट्याटिक लाउने हैन। सो हामी पहिला के गर्ने भन्दा फ्रिक्सनल स्ट्याटिक फोर्स स्ट्याटिक फ्रिक्सन कति छ भनेको निकाल्नु भएको छ है। स्ट्याटिक फ्रिक्सन हाम्रो कति हुन्छ 0.6 नर्मल रिएक्सन मास इन्टु ग्राभिटी, मास भन्छ 10 kg, ग्राभिटी हामी 10 लियौँ सजिलोको लागि है त। भनेपछि कति भयो 60 न्युटन। तर हाम्रो एप्लाइड फोर्स कति छ त 100 न्युटन। एप्लाइड फोर्स 100 न्युटन हुँदा हामीले के बुझ्यौँ भन्दाखेरि एप्लाइड फोर्स इज ग्रेटर देन फ्रिक्सनल फोर्स भनेपछि यो मास के हुँदैछ मुभ हुँदैछ भनेको हामी बुझ्नु पर्यो। यो मास के हुँदैछ त मुभ हुँदैछ भने हामी के लाउने काइनेटिक लाउनु पर्यो हैन, कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन। सो हाम्रो फ्रिक्सनल फोर्स भन्छ के हुन्छ त म्यू आर काइनेटिक है। काइनेटिक भन्छ कति 0.4 इन्टु 10 इन्टु 10 भन्छ कति भयो 40 इक्वल टु 39.2 न्युटन अप्सनमा छ है। एन्सर के भयो हाम्रो 39.2 न्युटन। हामी चाहिँ यहाँ 9.8 लियो भने ठ्याक्कै एन्सर मिल्छ। तर सजिलोको लागि हामी 10 नै लिँदा हुन्छ, क्यालकुलेसन गर्नु सजिलो हुन्छ र त्यसकै एप्रोक्समा एन्सर दिए हुन्छ है त। नेक्स्ट क्वेसन हाम्रो यहाँ के हुन्छ भन्दाखेरि के बुझ्नुपर्छ भन्दाखेरि यदि चाहिँ यो हाम्रो 100 न्युटन छ हैन। नेक्स्ट क्वेसनमा डिस्कस गरौँला है त। सेम यस्तै क्वेसन छ। यदि स्ट्याटिक फ्रिक्सन मानु 60 न्युटन आयो, यदि एप्लाइड फोर्स यदि हाम्रो 60 भन्दा कम भएको भए के हुन्थ्यो हैन, त्यो चाहिँ हामी नेक्स्ट क्वेसनमा हेरौँ है त।
फर्दर क्वेसनमा त्यो आइहाल्छ। ओके लेट्स अब 6 नम्बर क्वेसन हेरौँ है त। यहाँ के भनेछ भन्दा एउटा टेबल छ अघि है, एउटा टेबल छ, यो चेन यो टेबल चेनवाला क्वेसन चाहिँ अहिले चाहिँ हामी यहाँ चाहिँ फर्मुला डिराइभ गर्छौँ होइन, कन्सेप्ट लिन्छौँ अनि त्यसपछि यो जुन फर्मुला डिराइभ हुन्छ त्यो चाहिँ हामी याद गर्नुपर्छ है त। फर्मुला चाहिँ त्यो चाहिँ इक्जाममा चाहिँ निकालिराख्नु ज्याउ हुन्छ है त, लामो हुन्छ। ओके सो यहाँ के भनेछ भन्दा एउटा चेन छ, चेनको लेन्थ कति छ त एल छ है, चेन छ, यो चेनको लेन्थ कति छ अरे एल छ, टोटल लेन्थ अफ द चेन कति छ एल छ है। अनि के भनेछ भन्दा कोएफिसिएन्ट अफ स्ट्याटिक फ्रिक्सन बिट्विन चेन एन्ड टेबल इज म्यू, म्यू है त, कति छ कोएफिसिएन्ट अफ फ्रिक्सन म्यू छ, कोएफिसिएन्ट अफ फ्रिक्सन कति दिएको छ हामीले म्यू दिएको छ है त। देन द मिनिमम लेन्थ अफ चेन विच क्यान ह्याङ फ्रम द टेबल विदाउट स्लाइडिङ भन्दै चाहिँ अब यहाँ बुझौँ है त, मिनिमम लेन्थ कति ह्याङ गर्ने, यो मिनिमम लेन्थ यसलाई हामी मानौँ इट इज द एक्स है, यो लेन्थ कति छ एक्स छ भने यो पार्ट कति भयो त एल माइनस एक्स, टोटल लेन्थ एल छ भने एल माइनस एक्स भयो होइन। अब चाहिँ हामी यहाँ के बुझ्नुपर्छ भन्दाखेरि मेन क्या यो जुन चेन छ र यो टेबल छ यो बिचको यो जुन सर्फेस छ, यो सर्फेसमा यो चेनको सर्फेसमा के हुन्छ त फ्रिक्सन लाग्छ, यानि कि यो फ्रिक्सनल पार्ट भयो, यसलाई हामी फ्रिक्सनल पार्ट भन्न सक्छौँ। अनि यो पार्ट जुन छ यो पार्टलाई कसले तान्दैछ त ग्राभिटीले तान्दैछ है, यसलाई के तान्दैछ ग्राभिटीले तान्दैछ भनेपछि अब हामी के बुझ्नुपर्छ भन्दाखेरि यो चेन जुन छ यो भाग चाहिँ स्लाइड नहुनलाई यो जुन हाम्रो फ्रिक्सनल फोर्स छ, यो जुन हाम्रो फ्रिक्सनल पार्ट छ यसमा हाम्रो फ्रिक्सनल फोर्स कतातिर लाग्छ भन्दाखेरि यतातिर के लाग्छ हाम्रो चाहिँ फ्रिक्सनल फोर्स है त, यतातिर हाम्रो के लाग्छ त फ्रिक्सनल फोर्स लाग्छ होइन, यतातिर फ्रिक्सनल फोर्स लाग्छ, यो तलतिर कसले तानेछ ग्राभिटीले भन्छ। यो ग्राभिटेसनल जुन फोर्स छ यो फोर्स मस्ट बी के हुनु पऱ्यो त इक्वल हुनु पऱ्यो यो फ्रिक्सनल फोर्ससँग, सो द्याट यो चाहिँ स्लाइड हुँदैन होइन। सो हामी के भन्न सक्छौँ भन्दाखेरि फ्रिक्सनल फोर्स हुन्छ मस्ट बी इक्वल टु यो ग्राभिटीले तानेको यो कति फोर्सले भन्दा मानव एफजी फोर्सले तान्दैछ हुन्छ एफजी होइन। अब चाहिँ हामी के भन्न सक्छौँ फ्रिक्सनल फोर्सको फर्मुला के हुन्छ त म्यू इन्टु नर्मल रिएक्सन, यो चाहिँ मास इन्टु ग्राभिटी ठिक। अब हामी चाहिँ एउटा यहाँ बुझौँ है त, यो स्ट्याटिक फ्रिक्सनको कोएफिसिएन्ट भ्यालु, नर्मल रिएक्सन भन्छ यहाँ चाहिँ मास इन्टु ग्राभिटी एम ड्यास। अब यहाँ मास निकाल्न सिकौँ है त, यहाँ चाहिँ के हुन्छ भन्दा यो पार्टको मास चाहियो होइन, किनभने फ्रिक्सन यो पार्टमा लाग्दैछ होइन। सो यो पार्टको मास निकाल्नु पर्यो, यति पार्टको भनेपछि हाम्रो यो टोटल मास मान्नु कति छ भन्दाखेरि क्यापिटल एम छ अरे है, टोटल लेन्थ एल भएको चेनको मास कति छ क्यापिटल एम छ भने एक युनिटको मास कति हुन्छ भन्दा एम बाई एल भनेपछि हाम्रो पार्ट कति छ त एल माइनस एक्स भनेपछि यसको मास कति हुन्छ एम बाई एल इन्टु एल माइनस एक्स होइन त। सो हामी के लिन सक्छौँ म्यू इन्टु एम बाई एल इन्टु एल माइनस एक्स इक्वल टु, अब यो पार्टको मास निकाल्नु पर्यो होइन, यो पार्टको मास कति हुन्छ होइन। सो हाम्रो सेम यही हामीलाई टोटल लेन्थ एल भएको चेनको मास कति एम, एक युनिटको कति एम बाई एल भनेपछि एक्स पार्टको कति त एक्स पार्टको मास कति एम बाई एल इन्टु एक्स, अनि चाहिँ हामी के लेख्न सक्छौँ मास क्यापिटल एम बाई एल इन्टु एक्स इन्टु जी ठिक छ है त। अब हाम्रो एम बाई एल क्यान्सल गर्न मिल्यो भनेपछि अब के भयो त जी जी क्यान्सल भनेपछि म्यू इक्वल टु एक्स बाई एल माइनस एक्स होइन। अब हामीले के निकाल्नु के छ भन्दाखेरि हामीलाई एक्सको भ्यालु चाहियो होइन। सो हामी यसलाई हामी उ गर्न सक्छौँ है त, हामीले चाहियो कि त कति पार्ट झुन्ड्याउन सक्छौँ भनेको छ देखा नि त होइन। सो म्यू एल माइनस म्यू एक्स इक्वल टु कति भयो एक्स, अब हामी यहाँ चाहिँ म्यू एक्स प्लस एक्स इक्वल टु के भयो त म्यू एल, अब
एक्स कमन लियो भने म्यू प्लस 1 इक्वल टु म्यू एल। हामी चाहिँ एक्स इक्वल टु कति भयो त म्यू बाई म्यू प्लस 1 इन्टु एल है त। सो हामी यहाँ के भन्न सक्छौँ भन्दाखेरि द पार्ट द्याट क्यान बी हङ, कति पार्ट द्याट क्यान बी हङ इज कति म्यू बाई म्यू प्लस 1 इन्टु एल। एल भनेपछि यहाँ के त टोटल लेन्थ है त। एक्स भनेपछि पार्ट द्याट क्यान बी ह्याङ है। अब यसमा हामीलाई मिनिमम पार्ट सोधेका हुन्छ, म्याक्सिमम पार्ट सोधेका हुन्छ है, कति पार्ट झुन्ड्याउन सक्छ भनेर। त्यो मिनिमम म्याक्सिमम सोधे पनि के हुन्छ त यो नै हुन्छ है। सो मिनिमम वा म्याक्सिमम पार्ट द्याट क्यान बी हङ कति भन्दा म्यू बाई म्यू प्लस 1 इन्टु एल। यो फर्मुला नै याद राख्नु है त। अहिले चाहिँ कन्सेप्ट बुझौँ, फर्मुला चाहिँ याद राख्नुपर्छ। ओके, सो अब लेट्स एन्सर के भयो त म्यू बाई म्यू प्लस 1 इन्टु एल। ओके, अब अर्को क्वेसन जाउँ है त। यहाँ के भनेछ भन्दा ब्लक टेक्स n टाइम्स as much time to slide down 45 degree of incline as it takes to slide down a perfectly smooth 45 degree incline. अनि coefficient of kinetic friction between the block and the incline कति हुन्छ भनेको छ चाहिँ। यो क्वेसनमा नि हामी फर्मुला याद गर्नुपर्छ, तर त्यो हामी फर्मुला याद गर्नुभन्दा पहिला हामी कन्सेप्ट बुझ्छौँ है त। कन्सेप्ट बुझ्छौँ, फर्मुला डिराइभ हुन्छ अनि त्यसपछि त्यो फर्मुला याद गर्नुपर्छ। ओके, सो अब हाम्रो के छ भन्दा एउटा चाहिँ इन्क्लाइन्ड प्लेन छ अरे। ओके, अनि यो सेम त्यस्तै एउटा इन्क्लाइन्ड प्लेन छ है त। अनि दुईटै इन्क्लाइन्ड प्लेन इन्क्लिनेसन कति छ त 45 डिग्री कति छ त 45 डिग्री। अनि यहाँ चाहिँ एउटा मास एम छ है, एउटा चाहिँ ब्लक आएको छ, ब्लकको मास मान्नु कति छ त एम छ है त। अब केस यो फर्स्ट भयो, यो चाहिँ सेकेन्ड केस है। हामी यहाँ चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि दुईटै केसमा डिफ्रेन्स के छ भन्दा यो चाहिँ स्मुथ छ है, यो चाहिँ के छ स्मुथ छ, पर्फेक्टली स्मुथ छ है। पर्फेक्टली स्मुथ छ भनेपछि हामी के बुझ्नुपर्छ भन्दाखेरि यहाँ चाहिँ फ्रिक्सन छैन, नो फ्रिक्सन। अनि यहाँ चाहिँ फ्रिक्सन छ कति भन्दा म्यू के मानौँ है, कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन म्यू के छ। ओके, सो अब दुईटै केसमा हामी के बुझ्नुपर्छ भन्दाखेरि यसमा मानौँ यो मासलाई यो तलसम्म आउँदा लाग्ने टाइम कति छ त टी सेकेन्ड, लाग्ने टाइम कति छ टी सेकेन्ड भनेपछि यो फ्रिक्सनवाला पार्टको फ्रिक्सन भएको इन्क्लाइन्ड फ्रेमको टाइम कति छ त एनटी होइन। तर चाहिँ हामी के बुझ्नुपर्छ भन्दाखेरि यो जुन डिस्टेन्स कभर भएको छ, यो जुन लेन्थ छ, यो दुईटैको लेन्थ के छ त सेम छ, दुईटैको लेन्थ के छ त सेम छ भनेको बुझ्नुपर्छ है त। दुईटैको लेन्थ सेम छ, तर टाइम फ्रिक्सनले गर्दा यसमा चाहिँ कति टाइम बढी लाग्यो एन टाइम्स बढी टाइम लाग्यो है त। सो अब हामीहरूमा हामीले यो मास एम भयो अनि ठ्याक्कै हाम्रो यो ग्राभिटी तलतिर जी भयो होइन। यो भने चाहिँ के त जी को हाम्रो फ्रिक्सन फोर्स जहिले पनि के हुन्छ त अपोजिट एक्सन लाग्छ होइन। नर्मल एक्सन भने चाहिँ हाम्रो के हुन्छ त जी कस ठिठा भयो भने यो पनि के हुन्छ त जी कस ठिठा। फ्रिक्सन फोर्स हाम्रो कहाँ यता लाग्ने होइन, तर यो केसमा फ्रिक्सन हुन्छ त हुँदैन। किन भन्दाखेरि यहाँ चाहिँ के भनेको छ पर्फेक्टली स्मुथ भनेको छ। सो फ्रिक्सनल फोर्स कति भयो 0। तर यो केसमा हेऱ्यो भने ग्राभिटी यो भने एक्सलरेसन यो भने चाहिँ ड्यु टु ग्राभिटी है कति भयो जी कस थीटा, यो भने चाहिँ जी साइन थीटा भयो भनेपछि यो के भयो त हाम्रो फ्रिक्सनल फोर्स होइन, नर्मल रिएक्सन। ओके, सो फ्रिक्सनल फोर्सको एक्सलरेसन ड्यु टु ग्राभिटी यहाँ चाहिँ के हुन जान्छ, फ्रिक्सनल फोर्स कति हुन्छ यहाँ चाहिँ एमजी कस थीटा, म्यू एमजी कस थीटा। काइनेटिक फ्रिक्सन हामी कति मानेछौँ म्यू के। चाहिँ हामी के बुझौँ भन्दाखेरि हामी एउटा फर्मुला पढायो होला नि त होइन सबैजनाले, एस बराबर युटी प्लस हाफ एटी स्क्वायर भनेर होइन। सो अब हामी केस फर्स्टको केसमा है, केस फर्स्टमा हाम्रो डिस्टेन्स कति छ एल इक्वल टु इनिसियल भेलोसिटी कति 0। सो युटी यो 0 भयो हाफ
एक्सेलरेसन कति छ भन्दाखेरि जी साइन थीटा हैन जी साइन थीटा टाइम कति छ टी छ त्यसैगरी केस सेकेन्ड यो केसमा हेर्ने भने डिस्टेन्स कति छ एस बराबर युटी प्लस हाफ एटी स्क्वायर डिस्टेन्स कति छ एल इक्वल टु इनिसियल भेलोसिटी कति 0 भनेपछि हाफ एक्सेलरेसन यहाँ के हुन्छ भन्दाखेरि यो जुन हाम्रो जी साइन थीटा छ जी साइन थीटा हाम्रो के हो भन्दा जी साइन थीटाले यसलाई तान्दैछ तलतिर भनेपछि अपोज गर्दैछ कसले भन्दाखेरि म्यु एमजी कस थीटा फ्रिक्सनल फोर्सले हैन सो एक्सेलरेसन जसले अपोज गर्दैछ है अपोजिट डिरेक्सन हो नि त यो एक्सेलरेसन फ्रिक्सनल फोर्सले अपोजिट डिरेक्सनमा गर्छ सो माइनस के हुन्छ त म्यु जी कस थीटा किन माइनस भयो भन्दाखेरि किनभने यहाँ चाहिँ फ्रिक्सनल फोर्स एप्लाई हुँदैछ र फ्रिक्सनल फोर्स अपोजिट डिरेक्सनमा छ भनेपछि के हुन्छ त माइनस हुन्छ सो माइनस म्यु जी कस थीटा अब हामी हाफ अनि टाइम स्क्वायर टाइम यहाँ चाहिँ कति छ त एनटी सो एनटी को होल स्क्वायर हैन अब हेरौँ यो लेन्थ र लेन्थ के छ दुईटै इक्वल छ सो केस 1 एन्ड 2 है फ्रम केस 1 एन्ड 2 हामी के लेख्न सक्छौँ हाफ सरी यो चाहिँ इन्टु है त हाफ जी टी स्क्वायर हाफ जी साइन थीटा टी स्क्वायर इक्वल टु हाफ जी साइन थीटा माइनस म्यु जी कस थीटा एन स्क्वायर टी स्क्वायर हैन सो टी स्क्वायर क्यान्सिल हाफ हाफ क्यान्सिल सो जी साइन थीटा इक्वल टु जी एन स्क्वायर साइन थीटा माइनस म्यु कस थीटा हैन जी क्यान्सल गर्न मिल्छ हैन सो साइन थीटा इक्वल टु एन स्क्वायर साइन थीटा माइनस एन स्क्वायर म्यु कस थीटा सो एन स्क्वायर म्यु कस थीटा इक्वल टु एन स्क्वायर साइन थीटा माइनस साइन थीटा और हामी के हुन सक्छौँ म्यु एन स्क्वायर म्यु इक्वल टु साइन थीटा एन स्क्वायर माइनस 1 डिवाइडेड बाई कस थीटा और म्यु इक्वल टु के हो त एन स्क्वायर माइनस 1 डिवाइडेड बाई एन स्क्वायर इन्टु साइन थीटा बाई कस थीटा कति टेन थीटा हैन यसलाई नै हामी लेख्न सक्छौँ म्यु इक्वल टु 1 माइनस 1 बाई एन स्क्वायर इन्टु टेन थीटा यो केसमा है त यो फर्मुला चाहिँ याद राख ओके इट्स भेरी इम्पोर्टेन्ट है एकदम इम्पोर्टेन्ट फर्मुला हुन्छ यो कोएफिसिएन्ट अफ काइनेटिक फ्रिक्सन सोध्न सक्छ कति हुन्छ एउटा इन्क्लाइन प्लेनमा यति टाइम लाग्छ विथ स्मुथ सर्फेस अनि फ्रिक्सनल केसमा चाहिँ यति गुणा बढी टाइम लाग्छ भने कति टाइम लाग्छ कति म्यु कति हुन्छ भनेर सोध्छ यो फर्मुला चाहिँ याद राख्ने है त अब हाम्रो यो केसमा के भनेको छ भन्दा इन्क्लिनेसन कति छ 45 डिग्री सो हामी यहाँ के गर्न सक्छौँ म्यु इक्वल टु 1 माइनस 1 बाई एन स्क्वायर अनि tan 45 सो tan 45 भनेपछि कति हुन्छ 1 हुन्छ सो 1 माइनस 1 बाई एन स्क्वायर हाम्रो एन्सर भयो ओके सो हाम्रो एन्सर के हो त 1 माइनस 1 बाई एन स्क्वायर ओके सो अर्को क्वेसनमा जाउँ है त सो नेक्स्ट क्वेसन 8मा जाउँ है त के भनेछ एङ्गल बिट्विन द फ्रिक्सनल फोर्स एन्ड द इन्स्टेन्टेनियस भेलोसिटी अफ द बडी भनेपछि चाहिँ देखौँ एउटा चाहिँ यहाँ बडी छ मास सेम भएको यो बडीलाई मैले फोर्स एफले तान्दैछु भने अपोज गर्छ यसले कसले फ्रिक्सनल फोर्सले सो फ्रिक्सनल फोर्स जहिले पनि कहाँ लाग्छ त जस्ट अपोजिट टु द एप्लाइड फोर्स मेरो यता छ भने फ्रिक्सनल फोर्स कहाँ हुन्छ जस्ट अपोजिट डिरेक्सनमा भनेपछि एङ्गल अब फ्रिक्सनल मैले यता लाग्छु भने यसले मुभ गर्ने भने चाहिँ कहाँ हो यता भनेपछि इन्स्टेन्टेनियस भेलोसिटीको डिरेक्सन के हुन्छ इन दिस डिरेक्सन हैन भेलोसिटी इन दिस डिरेक्सन छ फ्रिक्सनल फोर्स जस्ट के छ त अपोजिट छ सो एङ्गल बिट्विन कति हुन्छ यो दुईटा बिचको एङ्गल कति हुन्छ त 180 डिग्री सो भन्छ के भयो पाए है त सो नेक्स्ट क्वेसनमा जाउँ क्वेसन नम्बर 9 यहाँ के भनेछ भन्दा अ ब्लक अफ मास 0.1 kg इज हेल्ड एगेन्स्ट अ वाल है यो माने एउटा के छ अरे वाल छ
यसमा चाहिँ 0.1 केजीको एउटा बक्स छ 0.1 केजीको एउटा ब्लक छ है बाइ होरिजेन्टल फोर्स कति छ त 5 न्यूटन हैन इफ द coefficient of friction between the block and the mass कति देखा block and mass बीचको coefficient of friction कति छ 0.5 है त magnitude of frictional force acting on the block is भने चाहिँ यो ब्लकमा लाग्ने फ्रिक्सनल फोर्स कति हुन्छ भनेको चाहिँ सोधेको छ पहिला हामी के बुझ्नुपर्छ भन्दाखेरि यो फोर्स एप्लाई गरेर यो मास जुन छ यो ब्लक जुन छ यो चाहिँ मुभ भएको छ कि नै भनेर बुझ्नुपर्छ यहाँ के हुन्छ हेल्ड एगेन्स्ट अ वाल भने चाहिँ पहिला हामी के बुझ्नुपर्छ यो 5 न्यूटन फोर्स लाग्छ भने नर्मल रिएक्सन कति हुन्छ यहाँ चाहिँ नर्मल रिएक्सन इक्वल टु कति हुन्छ 5 न्यूटन हुन्छ है अनि तलतिर ग्राभिटीले तान्ने फोर्स कति त mg अनि फ्रिक्सनल फोर्स हाम्रो कहाँ लाग्दैछ भन्दा फ्रिक्सनल फोर्स इज इन दिस डिरेक्सन एन्ड दिस फ्रिक्सनल फोर्स इज वाइट भनेको छ त्यसै सो हामी के बुझ्नुपर्छ भन्दाखेरि पहिला चाहिँ हामी फ्रिक्सनल फोर्स निकाल्यौँ है त फ्रिक्सनल फोर्स कति छ भन्दाखेरि म्यू इन्टु नर्मल रिएक्सन हाम्रो कति दिएको छ कोएफिसिएन्ट फ्रिक्सन 0.5 इन्टु 5 न्यूटन भनेपछि कति भयो 2.5 न्यूटन भनेपछि 2.5 न्यूटन छ भनेपछि यो के भयो भन्दा विच इज लेस देन एप्लाइड फोर्स हाम्रो कति छ 5 न्यूटन छ नि त हैन एप्लाइड फोर्स भन्दा बढी छ सरी कम छ फ्रिक्सन भनेपछि यो मास के भएको छ त मुभ भएको छ त छैन अघि मैले भनेको थिएँ के त भन्दाखेरि मुभ नभएको कन्डिसनमा कस्तो हुन्छ भनेको नेक्स्ट क्वेसन डिस्कस गर्छु भनेको थिएँ हैन सो यहाँको है त यदि यो मास छ यदि यो मास मुभ भएको छैन भने यदि यो मास मैले यो डिरेक्सन अफ फोर्स लाउँदैछु र यो मास मुभ भएको छैन भने मैले जति फोर्स लाउँछु त्यो फोर्स नै मेरो के हुन्छ त फ्रिक्सनल फोर्स हुन्छ ओके इफ द मास इज नट मुभड है मास मुभ भएको छैन भने एप्लाइड फोर्स जुन हुन्छ एप्लाइड फोर्स मस्ट बी इक्वल टु के त फ्रिक्सनल फोर्स एन्ड यो एप्लाइड फोर्स इज इक्वल टु फ्रिक्सनल फोर्स अनि यो चाहिँ के हुन्छ त स्ट्याटिक फ्रिक्सन हुन्छ भनेको याद राख्नु है त यो चाहिँ हाम्रो स्ट्याटिक फ्रिक्सन सो हाम्रो फ्रिक्सनल फोर्स कति छ कति हुन्छ भन्दाखेरि फ्रिक्सनल फोर्स इज इक्वल टु ग्राभिटीले कति फोर्सले तानेछ mg फोर्सले भनेपछि मास कति 0.1 इन्टु 9.8 भनेपछि कति हुन्छ 0.98 न्युटन है त हाम्रो के हो त 0.98 न्युटन यहाँ चाहिँ कन्फ्युज के हुनु भएन भन्दा नर्मल रिएक्सन भनेपछि कति हुन्छ जति हामी फोर्स एप्लाई गरौँ त्यो भनेपछि नि के हुन्छ हाम्रो नर्मल रिएक्सन हुन्छ तर चाहिँ यसलाई त फ्रिक्सन कुन डिरेक्सनमा छ माथिको डिरेक्सनमा फ्रिक्सन लाग्छ हैन यो वाल छ यहाँ चाहिँ अनि एगेन्स्टमा माथिको फ्रिक्सन लाग्छ अनि फ्रिक्सनल फोर्स कति हुन्छ भन्दाखेरि जति वेटले यसलाई तानेछ त्यति नै हुन्छ किन हुन्छ त्यति नै भन्दा हाम्रो यो मास के छ त नोट मुभ भएको छैन मुभ भएको छ त मुभ भएको छैन है अनि मुभ भएको छैन भने इफ द मास इज नट मुभ एप्लाइड फोर्स विल बी फ्रिक्सनल फोर्स अनि तर चाहिँ यसको केसमा एप्लाइड फोर्स भने चाहिँ के त एगेन्स्ट द फ्रिक्सनल फोर्स के त mg हुन्छ यहाँ चाहिँ के हुन्छ त किन भन्दाखेरि हाम्रो फ्रिक्सनल फोर्सको जस्ट अपोजिटमा के छ त भन्दाखेरि हाम्रो चाहिँ ग्राभिटी छ हाम्रो एप्लाइड फोर्स हाम्रो के छ 90 डिग्रीमा छ नि त एन्ड 90 डिग्रीमा हुँदा त के हुन्छ त फोर्स जेरो हुन्छ हैन यो फोर्सको इफेक्ट के हुन्छ ग्राभिटीमा जेरो हुन्छ फ्रिक्सनमा है त सो अब हामी नेक्स्ट क्वेसनमा जाउँ है त क्वेसन नम्बर 10 के भनेछ स्टार्टिङ फ्रम रेस्ट अ बडी स्लाइड्स on a 45 degree inclined okay plane through certain distance in twice the time it takes to slide down the same distance in absence of friction हामी अघि गरिसकेका छौँ यो क्वेसन है अघि हामी कन्सेप्ट बुझेका थियौँ हैन अहिले चाहिँ हामी के गर्छौँ भन्दाखेरि हामी कोएफिसिएन्ट अफ फ्रिक्सन हामी अघि नै के पढेका थियौँ भन्दा कोएफिसिएन्ट अफ फ्रिक्सन इज इक्वल टु के हुन्छ फर्मुला भन्छ के हुन्छ त भन्दाखेरि 45 डिग्री इन्क्लिनेसन कति छ 45 डिग्री एन्ड टाइम टेक्स टु स्लाइड डाउन द सेम डिस्टेन्स इन द एब्सेन्स अफ फ्रिक्सन कति छ त भन्दाखेरि 2 टाइम्स हैन एन इज इक्वल टु कति छ 2 टाइम्स हैन हाम्रो फर्मुला के थियो 1 - 1 n स्क्वायर इन्टु tan थीटा हैन सो 1 - 1/4 इन्टु tan 45 डिग्री भन्छ कति हुन्छ 4 - 1 3/4 भन्छ कति भयो त यो 0.5
0.75 ओके सो आन्सर के हो त 0.75 ओके सो लेट्स अब अरू क्वेसन जाऊँ है त यसमा के भन्छ फेरि त्यही अघिकै हामी जुन रिटाइप गरेका थियौँ त्यही क्वेसन छ है युनिफर्म चेन इज केप्ट अन अ फ्ल्याट टेबल एन्ड पार्ट अफ इट्स फ्रिली ह्याङ पासिङ ओभर द इज अफ द टेबल इफ कोफिसिएन्ट अफ फ्रिक्सन इज यो कोफिसिएन्ट अफ फ्रिक्सन है त 0.25 वाट म्याक्सिमम पर्सेन्टेज के भन्दा म्याक्सिमम सोधोस् या मिनिमम सोधोस् हामीले फर्मुला लाउने सेम हो एक्स द पार्ट द्याट क्यान बी हङ है कति पार्ट हामी झुन्ड्याउन सक्छौँ भनेको थियो नि त होइन कति पार्ट हामी झुन्ड्याउन सक्छौँ अघि हामी ड्राइभ गरिसकेका फर्मुला थियो नि त होइन अघि नै हामी ड्राइभ गरेका थियौँ नि त फर्मुला होइन कति पार्ट झुन्ड्याउन सक्छ भन्दा है द पार्ट द्याट क्यान बी ह्याङ एक्स इजकल हाम्रो के थियो त म्यू बाई म्यू प्लस 1 इन्टु हाम्रो के थियो त टोटल लेन्थ थियो होइन सो मानौँ झुन्ड्याउन सक्ने पार्ट एक्स छ भने हाम्रो कोफिसिएन्ट अफ फ्रिक्सन कति छ 0.25 डिभाइडेड बाई 0.25 प्लस 1 एल होइन कति हुन्छ 0.25 बाई 1.25 इन्टु एल भनेपछि कति भयो 1/5 एल होइन अब कति पर्सेन्ट भन्ने सोधेछ है सो एक्स बाई एल इन्टु 100% है एक्स भनेपछि कति छ 1/5 एल बाई एल इन्टु 100% सो हाम्रो कति भयो त 20% कति भयो 20%। अर्को भन्छ हामीले रेसियो सोधेको हुन्छ कहिले काहीँ त यदि रेसियो सोधेको भए के हुन्थ्यो भन्दाखेरि रेसियो कति रेसियो सोधेको भए एक्स इज टु एल भनेपछि एक्स बाई एल है एक्स कति छ 1/5 एल बाई एल भनेपछि हाम्रो रेसियो कति आउँथ्यो 1:5 है त पहिलेको रेसियो सोध्छ सो यसरी निकाल्ने है त सो अर्को क्वेसन है त के भन्छ भन्दा फुलिङ फोर्स मेकिङ एन एङ्गल अल्फा है त अल्फा है त अल्फा टु होरिजेन्टल इज एप्लाइड अन अ ब्लक अफ वेट डब्लु है के भनेको छ भन्दाखेरि एउटा चाहिँ मानौँ होरिजेन्टल सर्फेस छ अरे यो होरिजेन्टल सर्फेसमा एउटा चाहिँ ब्लक छ अनि यो ब्लकमा फोर्स एफले तान्दैछ भनौँ है कति फोर्सले तान्दैछ एफले जुनले जसले चाहिँ होरिजेन्टलसँग कति एङ्गल बनाउँदैछ भन्दा अल्फा है अल्फा एङ्गल बनाउँदैछ इफ द एङ्गल अफ फ्रिक्सन बी थीटा यो थीटा है त एङ्गल अफ फ्रिक्सन बी थीटा द म्याग्निट्युड अफ द फोर्स रिक्वायर्ड टु मुभ अ बडी इज यो माने फोर्स एफ हो भने यो फोर्स कति हुन्छ भनेर निकाल्न भनेको छ है अब फ्रिक्सनल फोर्स कता लाग्छ यो चाहिँ हाम्रो के त फ्रिक्सनल फोर्स भयो होइन अनि यो के हुन्छ त एफ कस अल्फा एन्ड दिस विल बी एफ साइन अल्फा होइन अनि यसको वेट कति छ त डब्लु है ब्लकको वेट कति छ त डब्लु सो हामी यहाँ के बुझ्नुपर्छ भन्दाखेरि यो जुन हाम्रो फ्रिक्सनल फोर्स छ यसो कति छ त एफ कस अल्फा हुन्छ कति हुन्छ हाम्रो एफ कस अल्फा है सो हामी के लेख्न सक्छौँ फ्रिक्सनल फोर्स इक्वल टु एफ कस अल्फा अनि अर्को चाहिँ हाम्रो फ्रिक्सनल फोर्सको फर्मुला के छ त म्यू इन्टु कोफिसिएन्ट अफ फ्रिक्सन इन्टु नर्मल रिएक्सन इक्वल टु एफ कस अल्फा है अब हामी यहाँ चाहिँ के बुझ्छौँ भन्दाखेरि नर्मल रिएक्सन हाम्रो यहाँ कति छ भन्दा टोटल वेट डब्लु छ हाम्रो अनि यो माथि कम्पोनेन्ट कति छ त एफ साइन अल्फा सो डब्लु माइनस एफ साइन अल्फा इक्वल टु एफ कस अल्फा होइन हामीले के सोधेको छ एफ कति हुन्छ अब चाहिँ म्यू डब्लु माइनस म्यू एफ साइन अल्फा इक्वल टु एफ कस अल्फा छ है अब चाहिँ हामी के बुझौँ भन्दाखेरि म्यू भनेपछि कति हुन्छ त यो अफकोर्स हाम्रो एङ्गल अफ यहाँ हेरौँ न के भनेपछि एङ्गल अफ फ्रिक्सन थीटा सो कोफिसिएन्ट अफ फ्रिक्सन के हुन्छ त tan थीटा हुन्छ होइन सो म्यू भनेपछि tan थीटा सो एम एड गर्ने भन्छ है हामीले चाहिँ यहाँ चाहिँ के छ त म्यू भनेपछि के हो त tan थीटा इन्टु डब्लु माइनस एफ साइन अल्फा इक्वल टु एफ कस अल्फा tan थीटा भनेपछि के त साइन थीटा बाई कस थीटा इन्टु डब्लु माइनस
एफ साइन अल्फा इक्वल टु एफ कस अल्फा यहाँ गरौँ है त डब्लु साइन थीटा माइनस एफ साइन थीटा इन्टु साइन अल्फा इक्वल टु एफ कस अल्फा इन्टु कस थीटा और डब्लु साइन थीटा इक्वल टु एफ कस थीटा इन्टु कस अल्फा प्लस एफ साइन थीटा इन्टु साइन अल्फा के लेख्न सक्छौँ डब्लु साइन थीटा इक्वल टु एफ कमन लियौँ भने कस थीटा इन्टु कस अल्फा प्लस साइन थीटा इन्टु साइन अल्फा हैन और डब्लु साइन थीटा इक्वल टु एफ अब हेरौँ है कस ए इन्टु कस बी प्लस साइन ए इन्टु साइन बी भन्छ के त कस ए माइनस बी हैन सो एफ इक्वल टु के भयो डब्लु साइन थीटा बाई कस थीटा माइनस अल्फा है त हाम्रो कति फोकस लाउनु भएको छ एट एङ्गल अल्फामा डब्लु साइन थीटा बाई कस थीटा माइनस अल्फा है हाम्रो के भयो त डब्लु कस थीटा बाई कस अल्फा माइनस कस थीटा माइनस अल्फा है त सो लेट्स मुभ टु नेक्स्ट क्वेसन है त क्वेसन नम्बर 13 अब यहाँ के भनेको छ हेरौँ है क्वेसन नम्बर 13 हेरौँ है दुईटा बडी छ मास 4 केजी है त यो 4 केजी एन्ड 5 केजी आर एक्टेड अपन वान आफ्टर द अदर भनेछ के भनेछ एउटा बडी छ कति केजीको 5 केजीको अनि यो माथि चाहिँ एउटा 4 केजीको मास छ है त अनि दुईटै चाहिँ सेम फोर्सले तानिएको छ बोथ आर एक्टेड वान आफ्टर बाई द सेम फोर्स भनेछ दुईटै चाहिँ सेम फोर्स मानव एफले तानेछ भनेपछि इफ द एक्सेलरेसन अफ द हेभियर इज 2 मिटर पर सेकेन्ड स्क्वायर कति हो त 2 मिटर पर सेकेन्ड स्क्वायर है त एक्सेलरेसन यो हेभियरको यसको एक्सेलरेसन कति छ 2 मिटर पर सेकेन्ड स्क्वायर भनेपछि एक्सेलरेसन अफ द लाइटर बडी कति हुन्छ भन्दाखेरि मानौ यो फोर्स यसमा एफएस लाग्दैछ भने यसमा चाहिँ एफएल लाइटर फोर्स हैन सो हामी के बुझ्छौँ भन्दाखेरि दुईटै फोर्स के छ त सेम छ लाइटर बडीमा लाग्ने र हेभियर बडीमा लाग्ने दुईटैमा लाग्ने फोर्स के छ त सेम छ सो हामी एम मास कति छ यसको चाहिँ लाइटरको मास कति सरी हेभियरको मास कति त 5 इन्टु एक्सेलरेसन कति छ 2 इक्वल टु लाइटर बडीको मास कति 4 एक्सेलरेसन मानौँ हामी ए छ अरे ए सो ए इक्वल टु 10/4 भनेपछि 2.5 मिटर पर सेकेन्ड स्क्वायर यदि यहाँ चाहिँ बुझ्नुपर्ने के छ भन्दा सेम फोर्स भनेको नि त होइन यदि दुईटै बडी सेम एक्टेड बाई द सेम फोर्स भनेको छ सेम फोर्स लाग्यो भने दुईटै फोर्स इक्वल गर्ने अनि हाम्रो एक्सेलरेसन कति हो 2.5 सबै सरी कति छ त 2.5 मिटर पर सेकेन्ड स्क्वायर है त ओके सो अब नेक्स्ट क्वेसन जाउँ है त यो क्वेसन बुझ्नु भएको छ है यो चाहिँ हाम्रो उता चाहिँ कन्जर्भेसन न्युटन्स ल अफ मोसनमा टपिकमा नि हाम्रो यो आएको हुन्छ अथवा फ्रिक्सनमा नि देखा दुईटै कम्बाइनमा चाहिँ सो यहाँ के भनेछ भन्दाखेरि एउटा लिफ्ट छ अरे है त यो एउटा लिफ्ट भयो ओके यो लिफ्टमा चाहिँ रफ सर्फेस यो लिफ्टको रफ सर्फेसमा एउटा ब्लक छ अनि ब्लकको मास कति छ त 2 केजीको ब्लक छ है त कति केजीको अरे 2 केजीको ब्लक छ यो 2 केजीको ब्लक चाहिँ यो लिफ्टको यो रफ सर्फेसमा राखेको छ र अझै के भने भन्दाखेरि कोएफिसिएन्ट अफ फ्रिक्सन कति दिएको छ हाम्रो लिफ्ट र ब्लक बिचको कति भन्दा 0.5 दिएको छ अनि भनेछ when the lift falls freely and the block is pulled horizontally by 4 Newton force भने चाहिँ lift falls freely and the block is pulled horizontally by कति 4 Newton forceले यो ब्लकलाई कति फोर्सले तानिएको छ 4 न्युटन फोर्सले तानिएको छ तर चाहिँ यहाँ ट्विस्ट के छ भन्दाखेरि यो लिफ्ट जुन छ यो इट इज फलिङ फ्रीली
अनि यदि यो कुनै पनि वस्तु कुनै पनि मास यदि फ्रिली फलिङ छ भने त्यसको नेट वेट कति हुन्छ 0 हुन्छ नगलको एक्सन के हुन्छ 0 हुन्छ भनेपछि हाम्रो फ्रिक्सनल फोर्स भनेको के हो भन्दा म्यू इन्टु आर नगलको एक्सन 0 सो फ्रिक्सनल फोर्स कति भयो 0 सो एउटा कुरा देखौँ कुनै पनि यदि सब्सटेन्स कुनै पनि अब्जेक्ट यदि फ्रिली फलिङ छ भने हाम्रो नगलको एक्सन 0 हुन्छ किन भन्दाखेरि वेट 0 छ भनेपछि हाम्रो फ्रिक्सनल फोर्स के हुन्छ त 0 हुन्छ ओके एन्ड 4 न्युटन फोर्स यो कोएफिसिएन्ट फ्रिक्सन जस्ट फर हामीलाई कन्फ्युज राख्ने मात्र कुरा है त फ्रिली फलिङ अब्जेक्टको के हुन्छ त वेट 0 हुन्छ वेट 0 भयो भने नगलको एक्सन 0 भनेपछि हाम्रो फ्रिक्सन के हुन्छ त 0 हुन्छ ओके सो अब यहाँ हेर्ने इफ द नगल रिएक्सन इज डबल द कोएफिसिएन्ट अफ फ्रिक्सन के हुन्छ भनेको सोधेको छ है त कोएफिसिएन्ट अफ फ्रिक्सन हाम्रो म्यू डिपेन्ड अपन के त नेचर अफ सर्फेस हैन यो माने एउटा टेबल छ यो मास छ भने अब्जेक्ट छ भने यो दुईटा बीचको सर्फेसको नेचर कस्तो छ मा डिपेन्ड गर्छ के त हाम्रो म्यू है सो हाम्रो नगल रिएक्सन आर चेन्ज गरेर यो चाहिँ हाम्रो म्यू चेन्ज हुन्छ त हुँदैन है त सो यो चेन्ज हुन्छ त हुँदैन नगल रिएक्सन डबल गरे नि हाफ गरे नि क्वाड्रफल गरे नि कोएफिसिएन्ट अफ फ्रिक्सन चेन्ज हुँदैन है त सो क्वेसन नम्बर 16 जाउँ है त के भनेछ फ्रिक्सनल फोर्स इज बेसिकली ड्यू टु फ्रिक्सनल फोर्स के कारणले हुन्छ भाइ माने चाहिँ यहाँ एउटा सर्फेस रफ सर्फेस भयो यहाँ एउटा मैले एउटा ब्लक राख्दैछ यहाँ चाहिँ एउटा ब्लक छ अब हाम्रो दुईटै ब्लक चाहिँ स्मुथ देखिए पनि यहाँ चाहिँ के हुन्छ भन्दाखेरि यो नजिक आउँदा यो मास एम भएको यो ब्लक र यो टेबलको सर्फेस नजिक आउँदा यहाँ के हुन्छ भन्दा यिनीहरू एकदम माइक्रोस्कोपिक के हुन्छ त रफ सर्फेस हुन्छ है त माइक्रोस्कोपिक रफ सर्फेस हुन्छ र यिनीहरूको जुन इलेक्ट्रोन हुन्छ यो इलेक्ट्रोन के हुन्छ त ओभरल्याप हुन्छ यिनीहरूको बिचको जुन इलेक्ट्रोन हुन्छ इलेक्ट्रोन के हुन्छ त ओभरल्याप हुन्छ र इलेक्ट्रोन ओभरल्याप हुँदा के हुन्छ त फोर्स अफ एट्र्याक्सन डेभलप हुन्छ अनि जसलाई हामी के भन्छौँ भन्डरवाल फोर्स के हुन्छ त भन्डरवाल फोर्स भन्छौँ है त सो के हुन्छ भन्दाखेरि अब यो अब्जेक्टलाई यदि हामी तान्यो यतातिर कि सर्टेन फोर्स ल्याएर तान्यो भने के हुन्छ त यही जुन इलेक्ट्रोन बिचको जुन एट्र्याक्सन छ यो भन्डरवाल फोर्स जुन थियो यो के हुन्छ भन्दाखेरि ब्रेक गर्ने फेरि कनेक्ट हुन्छ फेरि ब्रेक फेरि कनेक्ट यो हुँदा हुँदै यो हाम्रो के फर्ममा जान्छ भन्दा फ्रिक्सन फोर्सको हैन त्यसलाई हामी के भन्छ फ्रिक्सन फोर्स सो फ्रिक्सन फोर्स इज ड्यू टु इलेक्ट्रोन ओभरल्याप यानि कि हामी फोर्स अफ रिएक्सन यानि कि इलेक्ट्रिकल इन्टरेक्सन भन्न मिल्छ हैन इलेक्ट्रिकल इन्टरेक्सन हैन सो फ्रिक्सनल फोर्स इज ड्यू टु हामी के भन्न सक्छौँ इलेक्ट्रिकल इन्टरेक्सन ओके सो लेट्स नेक्स्ट क्वेसन 17 मा है त यहाँ के भनेछ A block of 10 kg is pulled at a constant velocity on a rough horizontal surface. एउटा rough horizontal surface छ rough horizontal surface मा हाम्रो एउटा ब्लक छ है यो ब्लक कति केजी 10 केजी को ब्लक छ अनि यो 10 केजी को ब्लकलाई हामी कन्स्ट्यान्ट भेलोसिटी के मानिन्छ कन्स्ट्यान्ट भेलोसिटी भनेछ भनेपछि हाम्रो एक्सेलरेसन के हुन्छ त 0 हैन बाइ कन्स्ट्यान्ट फोर्स कति 19.6 न्यूटन अनि फोर्स कति छ कति फोर्सले तान्दैछ 19.6 न्यूटन फोर्सले तान्दैछ हाम्रो फ्रिक्सनल फोर्स कहाँ लाग्छ जस्ट अपोजिट अफ द एप्लाइड फोर्स हैन अब हामी यहाँ के बुझ्नुपर्छ भन्दाखेरि यदि चाहिँ हाम्रो कन्स्ट्यान्ट भेलोसिटी भनेको केसमा भेलोसिटी कन्स्ट्यान्ट छ भने एक्सेलरेसन 0 भयो भनेपछि जति फोर्स हामी यो लाउँदैछौँ नि जति हाम्रो एप्लाइड फोर्स छ यो एप्लाइड फोर्स विल बी इक्वल टु के त फ्रिक्सनल फोर्स है यदि फ्रिक्सनल फोर्स यदि धेरै भएको भए के हुन्थ्यो यो अब्जेक्ट के हुन्थ्यो त रिटार्डेसनमा जान्थ्यो इफ फ्रिक्सनल फोर्स विल बी ग्रेटर देन एप्लाइड फोर्स देन के हुन्छ त रिटार्डेसन हुन्छ है यदि फ्रिक्सनल फोर्स भन्दा एप्लाइड फोर्स बढी छ भने के हुन्छ त बढी एक्सेलरेट हुन्छ है यदि फ्रिक्सनल फोर्स इज इक्वल टु एप्लाइड फोर्स छ भने के हुन्छ त एक्सेलरेसन 0 हुन्छ कन्स्ट्यान्ट भेलोसिटी हुन्छ
यानि कि एक्सेलरेसन इक्वल टु के हुन्छ 0 हुन्छ सो हामी के भन्छौँ एक्सेलरेसन 0 अथवा कन्स्टेन्ट भेलोसिटी छ भने फ्रिक्सनल फोर्स इक्वल टु के हुन्छ त एप्लाइड फोर्स हुन्छ हैन अनि फ्रिक्सनल फोर्स हाम्रो कति छ भन्दाखेरि म्यू इन्टु नर्मल रिएक्सन अनि एक्सेलरेसन कति हुन्छ भन्दाखेरि सरी यो एप्लाइड फोर्स हाम्रो कति छ भन्दा 19.6 न्युटन हैन सो कोएफिसिएन्ट म्यू आर भन्छ नर्मल रिएक्सन मास कति देखा 10 इन्टु 10 इक्वल टु 19.6 म्यू इक्वल टु कति हुन्छ 19.6 डिवाइडेड बाई 9.100 भनेको 0.196 which will be equivalent to कति 2 हुन्छ सरी 0.2 है सुन्छ हाम्रो के त 0.2 भयो ओके बुझ्यो नि यदि हाम्रो यो बुझ्नुपर्छ है त कन्स्टेन्ट भेलोसिटी भन्दा एप्लाइड फोर्स विल बी इक्वल टु फ्रिक्सन फोर्स है त सो अब क्वेसन जाउँ है त अब यहाँ चाहिँ के भनेछ भन्दा एउटा रफ भर्टिकल बोर्ड छ अघि एउटा रफ भर्टिकल बोर्ड छ यो रफ भर्टिकल बोर्डमा यो होरिजेन्टली एट द एक्सेलरेसन एले मुभ गर्दैछ सो द्याट द ब्लक अफ मास प्रेसिङ एगेन्स्ट इट है यहाँ चाहिँ के छ त्यो एउटा मास छ है एउटा यो मास छ यो मासको यो मास कति छ त m छ है प्रेसिङ एगेन्स्ट इट डजन्ट फल द कोएफिसिएन्ट अफ फ्रिक्सन बिट्विन द ब्लक एन्ड द बोर्ड इज भन्दैछ सेम है हामी चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि यो जुन होरिजेन्टल सर्फेस छ यो भर्टिकल बोर्ड छ यो भर्टिकल बोर्ड कति एक्सेलरेसनले मुभ हुँदैछ एले है अनि हाम्रो यो जुन मास छ यो मासलाई तल झार्ने तलतिर लाने अथवा खसाल्ने फोर्स भने चाहिँ के हुन्छ त यसको वेट हुन्छ त्यो भने चाहिँ कति हुन्छ त mg हुन्छ है सो यो खसाल्ने फोर्स कति छ ग्राभिटी कति छ mg अनि तल चाहिँ हाम्रो यो जुन फ्रिक्सनल फोर्स छ फ्रिक्सनल फोर्स हाम्रो चाहिँ माथितिर लाग्छ हैन यो फ्रिक्सनल फोर्सले के गर्छ भन्दाखेरि यसले चाहिँ खस्न दिँदैन फ्रिक्सनल फोर्स के गर्छ त यो वेटलाई ब्यालेन्स गर्छ अनि प्रिभेन्ट गर्छ है सो हामी यहाँ के भन्न सक्छौँ भन्दाखेरि जुन हाम्रो यो वेट छ सरी यो जुन हाम्रो वेट छ यसलाई मस्ट केले यो फ्रिक्सनल फोर्सले ब्यालेन्स गर्न सक्नु पर्यो हैन हामी के भन्न सक्छौँ भन्दा यो फ्रिक्सनल फोर्स मस्ट बी के हुनु पर्यो त ग्रेटर हुनु पर्यो के भन्दा वेट भन्दा है के भन्छ भन्दाखेरि यो डजन्ट फल भने चाहिँ यो चाहिँ खस्दैन भनेपछि के हो फ्रिक्सनल फोर्स हुन्छ यो फ्रिक्सनल फोर्स यो जुन यो फोर्स माथिको यो मस्ट बी ग्रेटर देन वेट भन्दा बढी हुनु पर्यो हैन सो वेट भन्दा बढी हुनु पर्यो भने चाहिँ फ्रिक्सनल फोर्स मस्ट बी ग्रेटर देन वेट अब हाम्रो फ्रिक्सनल फोर्स भने चाहिँ के हुन्छ त म्यू इन्टु नर्मल रिएक्सन इक्वल टु वेट कति छ त मास इन्टु ग्राभिटी ओके सो म्यू इन्टु यो हाम्रो नर्मल रिएक्सन भने चाहिँ मास इन्टु एक्सेलरेसन कति छ ए इक्वल टु mg म्यू इट मस्ट बी ग्रेटर है सो म्यू मस्ट बी ग्रेटर देन के त g बाई ए ओके सो कोएफिसिएन्ट फ्रिक्सन मस्ट बी ग्रेटर देन ग्राभिटी बाई आन्सर के हो त बी अब क्वेसन जाउँ है त यहाँ के भनेको छ भन्दा अ ब्लक अन एन इन्क्लाइन्ड प्लेन यो थीटा है त sin थीटा tan थीटा cos थीटा एंगल थीटा ओके so a block on an inclined plane of slope angle theta slide down at constant velocity the coefficient of kinetic friction is equal to यदि कुनै पनि स्लोप छ है त यो स्लोपमा मास छ यो मास यदि कन्स्ट्यान्ट भेलोसिटीले खस्दैछ भने अगेन हामी यहाँ के भन्न मिल्छ एंगल अफ inclination is equal to angle of repose है त यहाँ के बुझ्नु पर्छ यदि चाहिँ कन्स्ट्यान्ट भेलोसिटीले कुनै पनि अब्जेक्ट खस्दैछ भने एंगल अफ इन्क्लिनेसनको एंगल अफ रिपोज के हुन्छ त इक्वल हुन्छ सो हामी चाहिँ कोएफिसिएन्ट फ्रिक्सन हुन्छ के हुन्छ tan थीटा ओके सजिलो छ है त यदि चाहिँ कन्स्ट्यान्ट भेलोसिटी भनेको छ अथवा
युनिफर्म भेलोसिटी अथवा एक्सलेरेसन 0 भएको केसमा हाम्रो के हुन्छ त एङ्गल अफ इन्क्लिनेसन विल बी इक्वल टु एङ्गल अफ रिपोज सो हाम्रो के हो त म्यु tan थीटा है त क्वेसन जाउँ है अब चाहिँ क्वेसन नम्बर 20 के भनेछ भन्दा फ्रिक्सनल फोर्स बिट्विन टु सर्फेस इज इन्डिपेन्डेन्ट अफ भने चाहिँ फ्रिक्सनल फोर्स इज इन्डिपेन्डेन्ट अफ के भनेको थिएँ अघि एरिया अफ सर्फेस भनेको थिएँ तर यदि चाहिँ साइज दिएको छ अब्जेक्टको साइज पनि यदि अप्सनमा दिएको छ भने वी सुड चुज के त साइज चुज गर्नुपर्छ अघि नै भनेको थिएँ होइन सो हामी के हुन्छ एन्सर चाहिँ साइज अफ द बडी हुन्छ है इट ओन्ली डिपेन्ड अन नेचर अफ यहाँ चाहिँ एरिया पनि देखा है हेर्ने एरिया पनि दिएको छ तर एरियाको साइज दुइटै दिँदा हामी चाहिँ साइज चुज गर्नुपर्छ है त ओके सो क्वेसन नम्बर 21 है त 21 मा के भनेछ भन्दा अप्पर हाफ पार्ट अफ एन इन्क्लाइन्ड प्लेन अफ इन्क्लिनेसन कति छ त 45 डिग्री 45 डिग्री यहाँ चाहिँ के भइरहेछ भन्दाखेरि यो चाहिँ एउटा ब्लक भयो अरे इन्क्लाइन्ड प्लेनमा यो इन्क्लाइन्ड प्लेनको मा चाहिँ यहाँ चाहिँ एउटा मास छ अरे है यहाँ एउटा मास छ यो मास यो इन्क्लाइन्ड प्लेनको यो हाफ पार्ट यो चाहिँ अर्को हाफ पार्ट यो पार्ट चाहिँ के छ स्मुथ छ र यो पार्टको चाहिँ कोएफिसिएन्ट अफ फ्रिक्सन कति छ भनेको छ त्यसै म्यानुलेट गरौँ हामी म्यु छ है त एङ्गल अफ इन्क्लिनेसन कति देखा 45 डिग्री सो यहाँ हेरौँ है यहाँ चाहिँ के हुन्छ भन्दा माने चाहिँ यसको यहाँको भेलोसिटी कति हुन्छ यु इक्वल टु यहाँ चाहिँ 0 हुन्छ अनि यहाँ मानौँ यो ब्लक यहाँसम्म आइपुग्दा यो ब्लक मानौँ यहाँसम्म आइपुग्दा यसको भेलोसिटी कति पुग्यो अरे बी पुग्यो अनि यो चाहिँ फेरि यो ब्लक यो लास्ट टर्म यहाँसम्म आइपुग्दा के हुन्छ त्यसको भेलोसिटी कति भयो अरे बी ड्यास इक्वल टु कति भयो 0 भयो अरे फेरि रेस्टमा थियो भनेको छ होइन एन्ड कम्स एट रेस्ट अन रिचिङ बटमसम्म आइपुग्दा के हुन्छ कस्तो अप्पर हाफ पार्ट अफ इन्क्लाइन प्लेन अफ इन्क्लिनेसन इज स्मुथ एन्ड लोवर हाफ पार्ट इज रफ भने चाहिँ अप्पर पार्ट के छ त स्मुथ छ अप्पर हाफ स्मुथ छ लोवर हाफ के छ त कोएफिसिएन्ट अफ फ्रिक्सन म्यु भयो जतिको के छ त रफ छ भनेको बुझ्नुपर्छ अब के भनेछ भन्दा माथिबाट हिँड्दै गर्दा यो अन्तिमसम्म आइपुग्दा फेरि यो के हुन्छ त रेस्टमा आउँछ अरे भनेर चाहिँ सो हामी यहाँ चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि इनिसियल भेलोसिटी हामी के 0 लियौँ बी यतासम्म आइपुग्दा भेलोसिटी बी भयो अनि चाहिँ फाइनली हामी यहाँसम्म आएर के हुन्छ त रेस्ट भयो नि त होइन सो हामी यहाँ चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि यो यहाँ हेरौँ है यसलाई हामी केस 1 भनौँ यति जुन पार्ट छ यसलाई हामी छुट्याउन सक्छौँ नि होइन यति पार्टलाई हामी हुन्छ यो जुन पार्ट छ यो पार्टलाई हामी केस फर्स्ट केस सेकेन्ड लगाएको अनि यो स्मुथ वाला पार्ट जुन छ यो चाहिँ हामी केस सेकेन्ड है त स्मुथ वाला पार्टलाई हामी केस सेकेन्ड राखौँ अनि जुन यो केस फर्स्ट र केस सेकेन्ड अब छुट्टा छुट्टै हेरौँ है त केस फर्स्ट र केस सेकेन्डमा पनि छुट्टा छुट्टै हेर्छौँ है यसलाई तान्ने ग्राभिटी कति भयो जी भयो यो चाहिँ कति भयो 45 डिग्री छ जी साइन अल्फा यो के हुन्छ त जी कस अल्फा यता नि सेम भयो होइन यता नि सेम भयो यता कम्पोनेन्ट हो कि हाम्रो अल्फा कति देखा अनि चाहिँ एङ्गल अफ इन्क्लिनेसन 45 डिग्री सो इन केस फर्स्ट है हामी फर्मुला पढ्यो बी स्क्वायर इक्वल टु यु स्क्वायर प्लस 2as भनेको पढेछौँ है यहाँको फाइनल भेलोसिटी कति छ यो केसमा है यो हामी केस फर्स्टको गर्दैछौँ ओके केस फर्स्ट है त फाइनल भेलोसिटी के छ त बी स्क्वायर इक्वल टु इनिसियल भेलोसिटी कति 0 यो इनिसियल भेलोसिटी कति भयो 0 है त अनि 2 एक्सलेरेसन कति छ जी साइन अल्फा है त इन्टु हाम्रो डिस्टेन्स कति छ एस छ यो टोटल लेन्थ हामी मानौँ यो कति छ टोटल लेन्थ एस छ यसलाई हामी डिस्टेन्स एस मान्यो भने इक्वल छ हाफ छ यो नि एस भयो होइन
सो हामी यसलाई इक्वेसन 1 मान्न सक्छौँ है इन केस सेकेन्ड केसमा हामी के गर्छ भन्दाखेरि फेरि भी स्क्वायर इक्वल टु यू स्क्वायर प्लस 2as है यो चाहिँ के फाइनल भेलोसिटी हाम्रो कति छ 0 फाइनल भेलोसिटी यहाँ के सेकेन्ड केसमा यहाँ आइपुग्दा के हो भेलोसिटी 0 अनि सेकेन्ड केसको इनिसियल भेलोसिटी कति छ भन्दाखेरि v सो इनिसियल भेलोसिटी कति हो v स्क्वायर हैन अनि चाहिँ हाम्रो प्लस 2 अनि एक्सेलरेसन यहाँ के छ हाम्रो एक्सेलरेसन यहाँ कति देखा भन्दाखेरि यहाँ अब यहाँ चाहिँ g भयो यो कम्पोनेन्ट कति भयो g cos अल्फा यो चाहिँ हाम्रो g sin अल्फा है त अब हामी यहाँ बुझ्नुपर्छ के त भन्दाखेरि फ्रिक्सनल फोर्स कहाँ लाग्दैछ एकदमै यहाँ फ्रिक्सनल फोर्स चाहिँ जस्ट यो भन्छ हाम्रो के त फ्रिक्सनल फोर्स हैन अनि एक्सेलरेसन भनौँ अपोजिट डिरेक्सन लाग्दैछ अनि फ्रिक्सनल फोर्स भन्छ के हुन्छ यहाँ चाहिँ फ्रिक्सनल फोर्स इज इक्वल टु म्यू इन्टु मास इन्टु एक्सेलरेसन कति हुन्छ यो जी कस अल्फा हैन अनि यो जुन फोर्सले यो तान्दै छ त्यो भन्छ कति जी साइन अल्फा भन्छ हाम्रो टोटल एक्सेलरेसन के हुन्छ त जी साइन अल्फा माइनस म्यू जी कस अल्फा हो कि एक्सेलरेसन नेट एक्सेलरेसन कति हुन्छ त डाउनवर्डको नेट एक्सेलरेसन किन माइनस हो किन भन्दाखेरि फ्रिक्सनल फोर्स के हुन्छ जस्ट अपोजिट डिरेक्सन लाग्दैछ नि त हैन अनि फ्रिक्सनल फोर्स जस्ट अपोजिट भएपछि हामीलाई यो जुन हाम्रो यो एक्सेलरेसन छ यो एक्सेलरेसन माइनस फ्रिक्सनल एक्सेलरेसन गर्नुपर्छ हैन सो हामी एक्सेलरेसन यहाँ के लेख्छौँ भन्दाखेरि जी के लेख्छ त 2 एक्सेलरेसन कति त जी साइन अल्फा माइनस म्यू जी कस अल्फा इन्टु डिस्टेन्स के छ त यस्तै छ सो हामी डिभाइड गर्न सक्छौँ फर्स्ट र सेकेन्ड इक्वेसनलाई है त डिभाइड यो चाहिँ हामी सेकेन्ड इक्वेसन भनौँ है त सरी इक्वेसन यो जीको भयो अनि बी स्क्वायरले यता लाग्दा के हुन्छ त माइनस 2 जी साइन अल्फा माइनस म्यू जी कस अल्फा इन्टु एस अब हामी भन्न सक्छौँ बी स्क्वायर इज इक्वल टु 2 म्यू जी कस अल्फा माइनस जी साइन अल्फा इन्टु एस हामी जस्ट के हो यो माइनसले मल्टिप्लाई गरिदिउँ ओके यसलाई हामी सेकेन्ड इक्वेसन भनौँ है सो फ्रम 1 and 2 है दुईटैले डिभाइड गर्यो भने के हुन्छ त बी स्क्वायर डिभाइडेड बाई बी स्क्वायर इज इक्वल टु 2g साइन अल्फा इन्टु एस डिभाइडेड बाई 2 म्यू जी कस अल्फा माइनस जी साइन अल्फा इन्टु एस हैन सो एसएस के भयो त क्यान्सल 2 क्यान्सल भयो अनि यो भने चाहिँ हाम्रो कति हुन्छ 1 इज इक्वल टु साइन अल्फा डिवाइडेड बाई म्यू जी कस अल्फा माइनस जी साइन अल्फा हैन अघि आएको है त अब के भन्दा म्यू जी कस अल्फा माइनस जी साइन अल्फा इक्वल टु जी साइन अल्फा हैन जी कमले क्यान्सल गर्न सकिन्छ सो म्यू कस अल्फा इक्वल टु 2 साइन अल्फा यता गइसक्यो एडिसन भयो सो म्यू इक्वल टु 2 साइन अल्फा बाई कस अल्फा देयरफोर अप्सन फ्रिक्सन कति भयो 2 tan अल्फा है सो हामी यहाँ राखौँ यदि चाहिँ डिस्टेन्स सेम भएको यदि चाहिँ हाफ इन्क्लाइन्ड प्लेन हाफ चाहिँ स्मुथ छ हाफ चाहिँ रफ छ त्यसको अप्सन फ्रिक्सन म्यू छ अनि इन्क्लिनेसन अल्फा दिएको बेला यस्तो कन्डिसन हाम्रो यो कप्सन फ्रिक्सन कति हुन्छ 2 tan अल्फा हुन्छ भनेको यो चाहिँ हाम्रो के हो त याद राख्नुपर्छ इट्स भेरी भेरी इम्पोर्टेन्ट है त याद राखौँ अनि यो केसमा हाम्रो इन्क्लिनेसन एङ्गल कति देखा 45 डिग्री है सो हाम्रो कति भयो त 2 into tan 45 भनेपछि कति हो 2 tan 45 1 सो एन्सर हाम्रो के भयो त 2 है त अब हामी नेक्स्ट क्वेसन जाउँ क्वेसन नम्बर
22 है त यहाँ के भनेछ box weighing 30 kg is pushed along a floor at a constant speed by applying horizontal force है एउटा चाहिँ बक्स छ कति केजीको 30 केजीको pushed along the floor at a constant speed by applying horizontal force if the coefficient of friction is 0.2 the force applied is कति फोर्स एप्लाइड गरेको भनेको छ है सो हामी यहाँ चाहिँ सिधै के गर्न सक्छौँ फ्रिक्सनल फोर्स इज इक्वल टु म्यू इन्टु नर्मल रिएक्सन म्यू कति देखा 0.2 इन्टु नर्मल रिएक्सन भने चाहिँ हाम्रो के हुन्छ त 30 इन्टु 10 भने कति भयो त 60 न्युटन भन्छ के हो त 60 न्युटन है 30 केजीको बक्स थियो along the floor at a constant speed by applying horizontal force कति भन्दा by applying horizontal force कति horizontal force apply गर्नु पर्यो भनेको छ त्यसै horizontal force भने चाहिँ हाम्रो के हुनु पर्यो भन्दा इक्वल टु फ्रिक्सनल फोर्स हुनु पर्यो हैन भने चाहिँ हाम्रो के हुन्छ त 60 न्युटन फ्रिक्सनल फोर्स विल बी इक्वल टु अनि एप्लाइड फोर्स हाम्रो के हुन्छ त इक्वल टु फ्रिक्सनल फोर्स किन भन्दा वाइ किन भन्दाखेरि यहाँ चाहिँ के भनेछ भन्दाखेरि कन्स्ट्यान्ट स्पिड भनेछ एक्सेलरेसन इज इक्वल टु 0 एक्सेलरेसन 0 छ यानि कि कन्स्ट्यान्ट स्पिड छ भनेपछि कन्स्ट्यान्ट स्पिड हुँदा हामी के भनेछ फ्रिक्सनल फोर्स विल बी इक्वल टु एप्लाइड फोर्स भन्छ हाम्रो एप्लाइड फोर्स नै के हो त फ्रिक्सनल फोर्स एन्ड द्याट विल बी कति हाम्रो 60 न्युटन ओके के भन्छ हाम्रो 60 न्युटन है त सो आज हामी यति गरौँ है सो कन्स्ट्यान्टली पढौँ है बी अनेस्ट and keep consistency right thank you right have a good day thank you